BBS second year, Fundamentals of Financial Management, Unit 5, Financial Assets Valuation, Important Numerical Questions. Important Numerical Question number 5, 10 marks. यो क्वेशनमा हामीलाई जनकपुर स्वीट्स company is experiencing a period of rapid growth. Earnings and dividends are expected to grow at a rate of 10% during the next 2 years, at 8% in the third year, and at 5% constant rate thereafter. Company's last dividend was rupees 20 and the required rate of return on the stock is 15%. यो क्वेशनमा हामीलाई दुईटा ग्रोथ रेट दिएको छ र यो सुपर नर्मल ग्रोथ मोडल हामीले युज गर्छौं यसमा। अब हामीलाई ग्रोथ रेट दिएको छ G1 भनेको चाहिँ नेक्स्ट 2 इयर को लागि 10%, अनि थर्ड इयर को हामीलाई G2 को भ्यालु दिएको छ 8%। कन्स्ट्यान्ट ग्रोथ रेट भनेपछि थर्ड इयर पछि हाम्रो चाहिँ कन्स्ट्यान्ट ग्रोथ रेट हुन्छ, तर त्यसको हाम्रो GC को भ्यालु दिएको छ 5%। कम्पनी लास्ट डिभिडेन्ड भनेको चाहिँ D0 को भ्यालु दिएको छ रुपीस 20। रिक्वायर रेट अफ रिटर्न अन स्टक भनेर KS को भ्यालु दिएको छ 15%। अब हामीलाई ए नम्बरमा क्याल्कुलेट द भ्यालु अफ स्टक टुडे भनेर सोधेको छ। यसमा हामीले इन्ट्रिन्सिक भ्यालु अफ स्टक टुडे डिटरमाइन गर्नुपर्ने हुन्छ। बी नम्बरमा हामीलाई क्याल्कुलेट द भ्यालु अफ स्टक एट द एन्ड अफ इयर 1 भनेको छ। अब हामीले भ्यालु अफ स्टक डिटरमाइन गर्नुपर्ने हुन्छ इयर 1, त्यो भनेको P1 डिटरमाइन गर्नुपर्ने हुन्छ बी नम्बरमा। सी नम्बरमा हामीलाई क्याल्कुलेट द डिभिडेन्ड यील्ड एन्ड क्यापिटल गेन यील्ड फर द फर्स्ट इयर भनेर सोधेको छ। हामीलाई डिभिडेन्ड यील्ड र क्यापिटल गेन यील्ड डिटरमाइन गर्नुपर्ने हुन्छ सी नम्बरमा। अब सोल्युसनमा हामीलाई गिभन इन्फर्मेसन पहिला लेख्छौं। ग्रोथ रेट इन अर्निंग्स एन्ड डिभिडेन्ड फर नेक्स्ट 2 इयर्स भनेर G1 को भ्यालु दिएको छ 10%। ग्रोथ रेट इन अर्निंग्स एन्ड डिभिडेन्ड फर थर्ड इयर G2 को भ्यालु दिएको छ 8%। कन्स्ट्यान्ट ग्रोथ रेट इन अर्निंग्स एन्ड डिभिडेन्ड देयर आफ्टर भनेको छ, भनेपछि थर्ड इयर पछि हाम्रो चाहिँ ग्रोथ रेट चाहिँ कन्स्ट्यान्ट हुन्छ भनेको छ र यसको ग्रोथ रेट दिएको छ 5%। लास्ट इयर डिभिडेन्ड अफ द कम्पनी D0 भनेर दिएको छ रुपीस 20। रिक्वायर रेट अफ रिटर्न KS को भ्यालु दिएको छ 15%। अब हामीले सुपर नर्मल ग्रोथ मोडल युज गरेर हामीले भ्यालु अफ स्टक डिटरमाइन गर्छौं। त्यसको लागि हामीले D1, D2 र D3 डिटरमाइन गर्नुपर्ने हुन्छ। सुपर नर्मल ग्रोथ पिरियडको चाहिँ हामीले डिभिडेन्ड डिटरमाइन गर्छौं। यहाँ D1 इक्वल्स टु D01 प्लस G1 को फर्मुला युज गर्छौं, त्यो भनेको रुपीस 22। त्यस्तै गरी D2 इक्वल्स टु D11 प्लस G1, यसको भ्यालु आउँछ रुपीस 24.2। त्यस्तै गरी D3 इक्वल्स टु D21 प्लस G2, यसको भ्यालु आउँछ रुपीस 26.136। अब ए नम्बरमा हामीले भ्यालु अफ स्टक टुडे डिटरमाइन गर्छौं र हामीले P0 को भ्यालु डिटरमाइन गर्छौं। P0 इक्वल्स टु D1 डिवाइड बाइ 1 प्लस KS टु द पावर 1 प्लस D2 डिवाइड बाइ 1 प्लस KS टु द पावर 2 प्लस D3 डिवाइड बाइ 1 प्लस KS टु द पावर 3 प्लस P3 डिवाइड बाइ 1 प्लस KS टु द पावर 3। अब यहाँ हामीले D1, D2 र D3 को भ्यालु अलरेडी क्याल्कुलेसन गरिसकेको छौं। अब हामीले P3 को भ्यालु डिटरमाइन गर्नुपर्ने हुन्छ, वेयर P3 भनेको चाहिँ D3 1 प्लस GC डिवाइड बाइ KS माइनस GC। किनकि थर्ड इयर पछि हाम्रो कन्स्ट्यान्ट ग्रोथ रेट भएको छ, त्यसकारणले थर्ड इयर को डिभिडेन्ड राख्छौं र हामीले कन्स्ट्यान्ट ग्रोथ भनेको 5% राखेर यो फर्मुला युज गरेर हामीले P3 को भ्यालु डिटरमाइन गर्छौं, त्यो भनेको रुपीस 274.42। यसपछि हामीले D1, D2, D3 र P3 को भ्यालु राखेर हामीले भ्यालु अफ स्टक टुडे डिटरमाइन गर्छौं र यसको भ्यालु आउँछ रुपीस 235.05। बी नम्बरमा हामीलाई भ्यालु अफ स्टक एट द एन्ड अफ इयर 1 डिटरमाइन गर्न भनेको छ, त्यो भनेको हामीलाई P1 डिटरमाइन गर्न भनेको हो र P1 डिटरमाइन गर्नको लागि हामीले सुपर नर्मल ग्रोथ मोडल के फर्मुला युज गर्छौं र स्टार्टिङ गर्दाखेरि हामीले D2 बाट स्टार्ट गर्छौं। सो P1 इक्वल्स टु D2 डिवाइड बाइ 1 प्लस KS टु द पावर 1 प्लस D3 डिवाइड बाइ 1 प्लस KS टु द पावर 2 प्लस P3 डिवाइड बाइ 1 प्लस KS टु द पावर 2। D2, D3 र P3 को भ्यालु राख्छौं र रिक्वायर रेट अफ रिटर्न को भ्यालु दिएको छ 15%। यसलाई सल्भ गरेर हामीले भ्यालु अफ स्टक एट द एन्ड अफ इयर 1 डिटरमाइन गर्छौं रुपीस 248.31। सी नम्बरमा हामीलाई
क्याल्कुलेट द डिभिडेन्ड यिल्ड एन्ड क्यापिटल गेन यिल्ड फर द फर्स्ट इयर भनेर सोधेको छ। अब हामीले फर्स्ट इयरको लागि हामीले डिभिडेन्ड यिल्ड र क्यापिटल गेन यिल्ड डिटरमाइन गर्छौँ। फर्स्टमा हामीले डिभिडेन्ड यिल्ड डिटरमाइन गर्छौँ। डिभिडेन्ड यिल्ड इक्वल्स टु D1 डिभाइड बाई P0। D1 को भेल्यु राख्छौँ हामी ₹22, P0 को भेल्यु राख्छौँ हामीले ₹235.05 र डिभिडेन्ड यिल्ड को भेल्यु आउँछ 9.35%। त्यस्तै गरी क्यापिटल गेन यिल्ड डिटरमाइन गर्नको लागि हामीले फर्मुला युज गर्छौँ। क्यापिटल गेन यिल्ड इक्वल्स टु टोटल यिल्ड माइनस डिभिडेन्ड यिल्ड। टोटल यिल्ड भनेको रिक्वायर्ड रेट अफ रिटर्न जसको भेल्यु दिएको छ 15% र डिभिडेन्ड यिल्ड हामीले जुन डिटरमाइन गरिसकेको छौँ 9.35%। त्यस्तै गरी 15% माइनस 9.35% इक्वल्स टु 5.65%। हेन्स क्यापिटल गेन यिल्ड इक्वल्स टु 5.65% भनेर हामीले लेख्नुपर्ने हुन्छ। इम्पोर्टेन्ट न्युमेरिकल क्वेसन नम्बर 6 10 मार्क्स। यो क्वेसनमा हामीलाई अल्फा कम्पनी रिसेन्टली पेड ए डिभिडेन्ड अफ ₹30। Dividend is expected to grow at a constant rate of 5% per year forever. The firm's cost of equity is 15%. अब यसमा हामीलाई रिसेन्टली पेड ए डिभिडेन्ड भनेर D0 को भेल्यु दिएको छ ₹30। कन्स्ट्यान्ट ग्रोथ रेट भनेर हामीलाई GC को भेल्यु दिएको छ 5%। कस्ट अफ इक्विटी भनेर हामीलाई KS को भेल्यु दिएको छ 15%। अब ए नम्बरमा हामीलाई क्याल्कुलेट द इन्ट्रिन्सिक भेल्यु अफ स्टक डिटरमाइन गर्न भनेको छ। अब इन्ट्रिन्सिक भेल्यु अफ स्टक भनेको P0 हामीले डिटरमाइन गर्नुपर्ने हुन्छ ए नम्बरमा। बी नम्बरमा हामीलाई वाट इज द डिभिडेन्ड यिल्ड फर द फर्स्ट इयर भनेर सोधेको छ। अब बी नम्बरमा हामीले डिभिडेन्ड यिल्ड डिटरमाइन गर्नुपर्ने हुन्छ फर्स्ट इयरको लागि। सी नम्बरमा हामीलाई क्याल्कुलेट भेल्यु अफ स्टक एट द एन्ड अफ द थर्ड इयर P3 भनेर सोधेको छ र हामीले P3 को भेल्यु डिटरमाइन गर्नुपर्ने हुन्छ सी नम्बरमा। अब सोल्युसनमा हामीले गिभन इन्फर्मेसन लेखौँ। रिसेन्टली पेड डिभिडेन्ड D0 को भेल्यु दिएको छ ₹30। कन्स्ट्यान्ट ग्रोथ रेट GC को भेल्यु दिएको छ 5%। रिक्वायर्ड रेट अफ रिटर्न KS को भेल्यु दिएको छ 15%। अब हामीले कन्स्ट्यान्ट ग्रोथ रेटको लागि हामीले फर्मुला युज गर्छौँ। द इन्ट्रिन्सिक भेल्यु अफ स्टक P0 इक्वल्स टु D01 प्लस GC डिभाइड बाई KS माइनस GC। अब D0 को भेल्यु राख्छौँ हामीले ₹30, GC को भेल्यु दिएको छ 5%, KS को भेल्यु दिएको छ 15% र हाम्रो इन्ट्रिन्सिक भेल्यु अफ स्टक आउँछ ₹315। बी नम्बरमा हामीलाई वाट इज द डिभिडेन्ड यिल्ड फर द फर्स्ट इयर भनेर सोधेको छ। हामीले फर्स्ट इयरको लागि डिभिडेन्ड यिल्ड डिटरमाइन गर्नुपर्ने हुन्छ। यसको लागि हामीले फर्मुला युज गर्छौँ। डिभिडेन्ड यिल्ड इक्वल्स टु D1 डिभाइड बाई P0 और डिभिडेन्ड यिल्ड इक्वल्स टु D01 प्लस G डिभाइड बाई P0। D1 को ठाउँमा हामीले D01 प्लस G पनि लेख्न सक्छौँ। अब D0 को भेल्यु दिएको छ ₹30, कन्स्ट्यान्ट ग्रोथ रेटको भेल्यु दिएको छ 5%, इन्ट्रिन्सिक भेल्यु अफ स्टक हामीले डिटरमाइन गरिसकेको छौँ ₹315। यसलाई सल्भ गरेर हामीले डिभिडेन्ड यिल्डको भेल्यु आउँछ 10%। सी नम्बरमा हामीलाई क्याल्कुलेट द भेल्यु अफ स्टक एट द एन्ड अफ थर्ड इयर भनेर सोधेको छ। हामीले P3 को भेल्यु डिटरमाइन गर्नुपर्ने हुन्छ। अब P3 को भेल्यु डिटरमाइन गर्नको लागि हामीले कन्स्ट्यान्ट ग्रोथ रेटकै फर्मुला युज गर्छौँ। P3 इक्वल्स टु D4 डिभाइड बाई KS माइनस GC। अब D4 पनि हामीले डिटरमाइन गर्छौँ वेयर D4 इक्वल्स टु D01 प्लस GC टु द पावर 4 हुन्छ। अब D0 दिएको छ हाम्रो ₹30, कन्स्ट्यान्ट ग्रोथ रेट दिएको छ 5%। अब यसको भेल्यु आउँछ D4 को भेल्यु आउँछ ₹36.465। अब यो फर्मुलामा राख्छौँ हामीले D4 को भेल्यु राख्छौँ ₹36.465 डिभाइड बाई रिक्वायर्ड रेट अफ रिटर्न भनेको 0.15, कन्स्ट्यान्ट ग्रोथ रेट भनेको 5% 0.05 र हाम्रो भेल्यु अफ स्टक एट द एन्ड अफ थर्ड इयर आउँछ ₹364.65।